हाम्रो चाहिँ ट्रेक सुरु भयो नि त भाइ हामी चाहिँ हाम्रो गाइड हुनुहुन्छ होइन तपाईँको शुभ नाम मेरो नाम चाहिँ जमान सिंह हो जमान निकनेम जमान भन्दै जमान है तपाईँहरूलाई चाहिँ जस के अरे पोखरादेखि ट्रेकिङ गर्नु मन छ भने चाहिँ इच्छा गर्छ भने चाहिँ उहाँ चाहिँ वेल एक्सपिरियन्स गाई होइन बाटो त्यस्तै हो स्टेयर्स होइन त्यस्तो हावा चले छैन तर यहाँ माथि भएर चाहिँ एकदम त्यो हावाले हल्ला छ माथिसम्म त्यो प्याराग्लाइडिङ गर्दा नि भ्यू यस्तै देखिन्छ यार माथिबाट यस्तै हो हामी चाहिँ यहाँ लन्च खान्छौँ होइन गन हेड टुवर्ड्स अप्पर सिनुवा हाम्रो भात आएको छ यस्तो ठाडो यार बाटो मेरी टु द टप होटल भाइ ए बोल्ला जाउँ इन्टरनेसनल चाहिँ ओह्रालो झर्ने होइन फेरि अब के त्यहाँ त बास्केटबल कोर्ट छ त हामी त त्यसो भए त यहाँ चाहिँ अब टुरिस्टहरू आएपछि चेक इन गर्नुपर्छ नेपालीलाई पनि पर्छ है नेपालीको आइसिङ 200 रुपियाँ जस्तो लाग्यो हो यहाँ चिया ओके यो छमरङ अर्गानिक टी गार्डन यो ए ओके मेनामानी राखेको हो ए यहाँको अर्ग्यानिक चिया ल खाइदिनुपर्छ ए हो ओके लु मान्छे यहाँको चिया चाहिँ खानै पर्ने रहेछ ल खाइदिउँ न त जर्मन ब्रेड एन्ड बेकरी पनि रहेछ त त्यहाँ त बास्केटबल कोर्ट यार त्यहाँ यार होइन भलिबल कोर्ट त्यहाँ तल के भनेपछि के स्कुल रहेछ कि यहाँ त होइन यो स्कुल त ए माउन्टेन भ्यू हामी यहाँ चट्ट बसेर एकछिन चिया खान्छौँ होइन यो डोनटलाई पनि खाइदिनु पऱ्यो बिचमा डोनट पोखरादेखि आछ हामीसँग है कालु कसले लगाइदियो घन्टी तिमीलाई यहाँ चाहिँ सबै मेड इन नेपाल सोभिनियर्सहरू पाउँदो रहेछ गिफ्टहरू होइन सबै मेड इन नेपाल फ्रिज म्याग्नेट्सहरू टी सर्ट्सहरू होइन के हो के सबै पाउने रहेछ यहाँ चाहिँ अनि यहाँ चाहिँ एउटा जर्मन बेकरी सप पनि रहेछ होइन एप्पल रोल सिनामन रोल पाउँदो रहेछ एप्पल पाई लेट्स गो हामीलाई चाहिँ सायद लगभग अर्को 2 घन्टा लाग्छ होला त्यहाँ पुग्दा जोस् हामीलाई यो छ एबिसी उता चाहिँ एबिसी छोमरङ यता चाहिँ जिन्नु हट स्प्रिङ भर्खर जिन्नुबाट आइयो गरे धानरुक चाहिँ अब ब्याक जाने बेलामा मसाज गर्ने नि त मसाज चाहिँ कसले गरिदिने हो त नि
हामी चाहिँ लोवर चुम्रुङतिर लाग्दैछौँ। तल त के रे चम्रुङ स्तूपा रे तल। मलाई चाहिँ के राम्रो लाग्यो भने चाहिँ सुविधा भएको ठाउँ रहेछ कि यो एबिसी जाने बाटो चाहिँ है। इनकेस होइन तपाईँहरूलाई अब यस्तो गाह्रो साह्रो पऱ्यो भने होइन हिँड्दाखेरि यसरी घोडा पनि हायर गर्नु मिल्छ है त्यहाँ चाहिँ है। उकालो ओह्रालो गर्न तपाईँलाई अलिक गाह्रो छ भने चाहिँ यसरी मजाले घोडा हायर गरेर चाहिँ तपाईँहरू जान सक्नुहुन्छ है। यस्तो सर्भिस पनि एभाइलेबल छ त्यहाँ। अनि उहाँहरूको कन्ट्याक्ट डिटेल चाहिँ तपाईँहरूले चाहिँ होटलहरूबाट चाहिँ सजिलै लिन सक्नुहुन्छ है उहाँको। ल केटा हो सियु म आज यतै बसेँ तपाईँलाई म भोलि भेट्छु अघि। दामी यार हट सावरहरू रहेछ व्यवस्थित त व्यवस्थित यार यस्तो मजाले बनाइदिएछ यार रमाइलो गाउँ यस्तो लाउनु मिल्दो रहेछ। त्यो घान्रुक जस्तै के होइन त्यस्तो गुरुङ ड्रेस लाएर अनि फोटो खिच्नु मिल्ने। सुन्तला बेसी राखेको छ मान्छेले यार हाम्रो छ नि सुन्तला यार। एक्सिलेन्ट भ्यू टप लज एन्ड रेस्टुरेन्ट ओह्रालो हो क्या अब। ओहो भ्यू हेरौँ न भ्यू हेर आमा हामी चाहिँ पुग्ने चाहिँ त्यो डाँडामा है त्यो लास्टको घरमा। अब यहाँ सिधै यहाँदेखि तल गइन्छ त्यहाँ पुगिन्छ त्यहाँ माथि पुग्नु भन्छ। लेट्स सी पुग्न सकिन्छ कि छैन होइन। भ्यू त बबल ओहो वर्थ इट यार। हामी यहाँ माथि तलदेखि कति 1 घन्टामा आइपुग्यो माथि। स्लो पेस्ट होइन बिस्तारै हिँड्दै आइपुग्यो। हेलो कुन चाहिँ ब्रिड हो तिमी? What's your name? Sauda? Oh. सनसेट हुँदैछ यार। हजुर पनि भ्लगर हैन डे 2 सुरु भएको छ है हाम्रो। अब लुक एट द भ्यू ओ माई ग्याड। अब यसरी सुरुवात हुन्छ हाम्रो भ्यू नै यसरी सुरुवात हुन्छ क्या हाम्रो मर्निङ त यस्तो भ्यू हेरेर। हामी जाँदैछ अब देउरालीतिर जाँदैछ होइन त झरप्प ब्याग बोकेर चेक डबल ट्रिपल चेक गरेको नि। ओहो यहाँ त के हो स्टिम रुम रहेछ नि त के हो सोना हो जोस आछ है हिँड्नलाई। डे 2 मा हल्का के भयो अरे ए हो ठिक छ होइन जोसलाई चाहिँ अलिकति हाई नै राख्नुपर्छ। यस्तो मजाले सोधा राखेछ नि दियोस्
फुलहरू मजाले व्यवस्थित छ ठाउँ चाहिँ यस त्यहाँ अर्को चल्दैछ त्यहाँ यहाँ सेउ खाने भयो छ पछाडिपट्टि है अहिले भएर खानुपर्छ यो आउँ चाहिँ देउरालीतिर लाग्दैछौँ मिठो सुत्यो हिजो 4 घन्टा हाइक गरेर आज 6 घन्टा हिँड्ने हुन्छ अरे तर हिजो जस्तो उकालो त छैन होला होइन स्टेप्सहरू कि ओके सो ओके सो आज चाहिँ स्लो एन्ड स्टेडी है ओके ओके ठिक छ बिस्तारै गीत गाउँदै रमाइलो गर्दै पुग्छौँ हामी माथि छिटै आइपुग्यो हो ए हो र ए ठिक छ अब माथि गएर मजाले रेस्ट गर्न पाइन्छ भने आज है ए ल नर्मली यहाँ आउनुसम्म कति लाग्छ नि टाइम 2 घन्टा लाग्छ है भनेपछि छिटै हिँड्नेछ ल बुद्ध गेस्ट हाउस आइपुगेको छ हामी चाहिँ सोचेको भन्दा अलिक बेसी छिटै आइएछ होइन त वेल डन गाइस ब्याम्बो आइपुग्यो हामी हामी चाहिँ अहिले ब्याम्बोमा आइपुगेको छौँ होइन घाम आछ आज नि दिन चाहिँ राम्रो होला जस्तो छ होइन लेट्स होप पानी चाहिँ नपरोस् हामी चाहिँ माथितिर लाग्दैछौँ यहाँ नबस्ने छिटो आइतो बनाइपुगेको छ नि ओ यहाँनिर चाहिँ सबै खानेकुरा अर्ग्यानिक हुन्छ क्या अब हामीले साग दाल भात खाइन्छ होइन सब यहाँको सागहरू हजुर अहिले खाने दाल भात बेलुका खानुपर्छ होला दाल भात चाहिँ अहिले चाहिँ लन्च यसो के खानुपर्छ होला लन्च होइन भोक कतिको लाग्छ त नि भाइलाई खासा लागेन कि मलाई त्यही भएर दाल भात चाहिँ नखाउँ होला त्यस्तै अब हामी यो चाहिँ हाम्रो डे 2 को लन्च होइन हामी अहिले दोबानमा छौँ लन्च खानलाई रेडी थ्याङ्क यू यहाँको चाहिँ पिज्जा दामी हुन्छ अरे कि त्यो ट्राई गर्न आँटेको होइन लेट्स ट्राई होइन याकको चिज हो क्या हो
होला याकको याकको हुनसक्छ हो याककै चिज हो अरे अनि यो आलु चाहिँ यहीँ के अरे उम्रेको आलु हो सबै अर्ग्यानिक है लोकल चिज ल खाइदियो कस्तो छ टेस्ट मिठो छ त्यहीँ बस्नु धन्यवाद यस्तो छ यस्तो हामी स्पेसल नुडल उहाँको चाहिँ तिमीले चाहिँ के मगायो अरे फ्राइड राइस फ्राइड राइस ओके आउँदैछ फ्राइड राइस फ्राइड राइस भन्नुपर्छ ओ गर हामी चाहिँ पुग्नु आँटेको छौँ यहाँ छौँ होइन त्यहाँदेखि एबिसी ओ माई ग्याड ओके बोइज वी एन्ड अब होइन रेडी टु गो फ्युल भयो होइन माथि गएर चाहिँ दाल भात खानुपर्छ अनि छौ त पानी चिसो छ ओहो यहाँको फेमस वाटरफल रह्यो चाहिँ है यसो मन्दिरलाई दर्शन गरेर हल्का मनको अब हाम्रो बानी चाहिँ मान्छेको बानी चाहिँ जे कुरा नि माग्ने बानी छ होइन अनि हुन त भगवान्ले त माग म पुऱ्याउँछु पनि भन्छन् रे होइन यो ठाउँमा आएपछि चाहिँ साँच्चै नै होइन मनको मागेको कुरा चाहिँ पुरा हुन्छ अरे है मैले त्यही सुनेको थिएँ यो के माग्यो त नि यो मन्दिरमा आएपछि चाहिँ मनमा लागेको कुरा चाहिँ जे पनि पाइन्छ अरे होइन भगवान्ले दिन्छन् रे बुहारी त पहिल्यैदेखि मागेको पाएको छैन पाउनुहुन्छ अब चाहिँ अब छिटै पाउनुहुन्छ पाएको दिन पाएँ भन्नु पर्ला हामीलाई भोज खुवाउनु चाहिँ नबिर्सिनु होला होइन बुहारी पाउनु भयो भने चाहिँ त्यसको लागि चाहिँ तपाईँलाई गुड लक होइन अनि हाम्रो भाइले चाहिँ के माग्यो त नि केही न केही त माग्यो होला म कसैलाई भन्दिनँ ठिक छ मनमनै मागेको राम्रो Himalaya inbound. There's a behind the हामी चाहिँ त्यहाँ पुग्ने हो त्यहाँ पुग्नुहुन्छ हामीले अहिले भरे यो पत्ताको नाम के अरे भाइ हलाले यसले मान्छे हल्लाउँछ होइन त खास के खास के को लागि अरे यो दाँत दुख्यो भने हो यसको जरा दाँत दुख्यो भने चाहिँ यसको जरा खायो भने चाहिँ गिजा सुन्निने ठिक हुन्छ ल राख्यो हुन्छ नि यस है जडीबुटी नै जडीबुटी भएको ठाउँ हो क्या नेपाल त भन्ने हो भने बुस्केट भन्नु नि कटा गयो त्यहाँ देख्थ्यो मैले बुस्केट बुस्केट हो ए अघिको
त्यो धुप है आइपुग्यो होइन भाइ देउराली आइयो अब 15-10 मिनट देउराली आइपुग्यो 3200 मिटर्समा आइपुगेका छौँ हामी देउराली हामी चाहिँ आज देउरालीमै बस्छौँ तर अलि माथि है के को थाहा लागिएछ हामी चाहिँ अहिले देउराली कटेर अलि माथि आएको छ है ल हाम्रो चाहिँ बसोबास आज यहीँ हुन्छ देउराली गेस्ट हाउसमा ल यहाँ त आज बस्ने अर्को ग्रुप पनि यहीँ आएर बसेको रहेछन् तल सिनेमामा बसेको ग्रुप यहीँ आएर भेटिएछ ल ठिकै छ अहिले देउराली आइपुगेको छ नियली पुग्नु आँटेको छौँ चाहिँ लेमन टी खानु लागेको छ लेमन टी लेमन जिन्जर विथ हनी यहाँको प्योर हनी स्प्रिङ रोल होइन यहाँको स्पेसल डिस है ओके गाइज डे 3 सुरु हुँदैछ हाम्रो हामी चाहिँ अब एमबिसी पुगिन्छ होइन त एमबिसी अब एमबिसी 2 घन्टा ओके त्यो डाँडापारी अनि त्यहाँ रेस्ट हल्का 4 घन्टा पुग्यो रहेछ पुग्यो भने त्यहाँ गएर भलिबल ठटाउनु पर्छ त्यही भने हामी बस्ने माथि ओके हामी चाहिँ ब्रेकफास्ट खाएर चत्ता थुक्पा खाइयो कफी सफी ज्यान तताइयो अब चाहिँ चिसो अलि तल त चिसो थिएन होइन अहिले चाहिँ अलिक चिसो रहेछ अब चाहिँ अलि माथि जति माथि गयो त्यही त हो चिसो बढ्ने त्यही भएर यसरी म्यानेज गरेर आउनुपर्छ मैले स्ट्रिप्स ल्याएको थिएँ हल्का खोकी लास्ट गरिरहेछ यस्तै छ जस प्रिपेयर भएर आउनुपर्ने रहेछ यो ठाउँमा चाहिँ पक्का प्रिपेयर भएर आउनुपर्ने रहेछ यार हरेक कुरा भित्रको इनर सिनर सब लिएर आउनुपर्ने रहेछ के अरे त्यो भएन भने चाहिँ मुस्किल छ जाडोले मुट्टु काम छ हिजो म त दुईवटा सिरक ओढेर सुतेको नत्र त अब माथि झन् कस्तो हुन्छ पनि एबिसीमा अब आजको प्लान चाहिँ त्यही छ माथि गएर एबिसीमा आज राति त्यहीँ बसिन्छ अनि त्यसपछि भोलि बिहान सनराइज हेरेर अनि तल झरिन्छ अब माथि गएर भेटौँला है त ओके माछा पुस्रे ल 1.5 hour नन स्टप हाइक आइयो वहाँ तलदेखि जिजस क्राइस्ट ठिक छ हाउ यु फिलिङ राइट नाउ एकदम रमाइलो त्यस्तो गाह्रो भएको छैन आनन्द छ होइन भनेपछि आधी घन्टामा पुगिन्छ होइन आधी घन्टामा है आधी घन्टामा मजाले पुगिन्छ है चिया चट्ट माथि गएर अनि हल्का लन्च खाने भाइ हाउ यु फिलिङ कस्तो भइरहेछ एकदम मजा आइरहेछ होइन एकदम मजा आइरहेछ यतिको मजा कहिले आएको थिएन हो क्या हो मजा आएछ प्रश्नको स्तर चाहिँ दामी नै थियो होइन भ्यू हेर्न पाएको छ वेदर चाहिँ सही गरिदियो क्या आज है बिहान बगौला खोला
जमेर रहेछ नि त है स्लसी जस्तो भएछ नि त चिप्लिन्छ यार यस्तोमा त यहाँ त ब्ल्याक आइस रहेछ बिस्तारै बिस्तारै है यो कालो आइस लिएर चिप्लाउँछ त यार लाट्टै बनाइन्छ नि त फेरि लु है हामी चाहिँ अलि माथि माथि पुग्दैछौँ काम मजाको लाग्छ अहिले हो है माछापुछ्रे बेस क्याम्प आइपुगेका छौँ हामी अहिले चाहिँ अब यहाँदेखि एबिसी चाहिँ ठ्याक्कै 2 घन्टा छ अरे भन्ने ओ माई गॉड खतरा छैन त भ्यू दामी यार यस्तो मजाको भ्यू ल फिस्टलमा आइयो होइन यस्तो बवाल देखेको यार माछापुछ्रे है ल यार फाइनली माछापुछ्रे एमबिसी आइपुगेका छौँ हामी होइन 2 घन्टा लगायो हामी राइट अब एकछिन नास्ता खान्छौँ नास्ता पिस्ता त्यसपछि चाहिँ हामी एबिसीतिर लाग्छौँ मजाको भ्यू हेर्दै होइन मजा यस्तो यो भ्यू हेर्दै माथि पुगेको हत्तपत्तै हुन जस्तो लागिरहेछ मलाई यो चाहिँ हामी यो माछापुछ्रेको पछाडिको भ्यू है यो चाहिँ हामी अहिले ठ्याक्कै पछाडिपट्टि छौँ हामी माछापुछ्रे र अनि अन्नपूर्णको बिचमा छौँ क्या होइन बिचमा छौँ अहिले चाहिँ अब तातो चिसो खाएर भाग्नुपर्छ यहाँको पानी मिठो क्या होइन हजुर दाइ डे 1 देखि डे 3 सम्म कस्तो अनुभव भयो एकदम हो मलाई त अमेजिङ यार भ्यू हेर्दै माथि जाँदै बिस्तारै बिस्तारै होइन त्यस्तो लेक लाग्ने त्यस्तो केही भएन अहिलेसम्म हट लेमन जिन्जर टी खाँदै माथि जाँदैछौँ अनि सँगै फेरि यस्तो मजाको कम्पनीहरू पाएछ झनै सुनमा सुगन्ध भएको छ यस या त्यस्तो भ्यू हेर्दै माथि जाँदैछौँ क्विक ब्रेक माथि जानुभन्दा अगाडि चट्ट भ्यू हेर्दा म त बिलिभै गरेको थिएन कि यहाँसम्म आइपुग्छु भनेर चाहिँ जस तर मेरो जस हाम्रो साथीहरूले चाहिँ
पुस गरेर होइन मोटिभेट गरेर हुन्छ कि कसरी हुन्छ जस माथिसम्म ल्याइदिनु भयो द्याट वाज भ्यू हेर न भ्यू त्यो चाहिँ होइन एकचोटि चाहिँ आउनै पर्ने ठाउँ रहेछ मर्नुभन्दा अगाडि चाहिँ हेर्नै पर्ने ठाउँ रहेछ एकदम राम्रो छ यो ठाउँ हेर मैले फर्स्ट टाइम हो यसरी ट्रेक गरेको चाहिँ हामीलाई कति दिन 3 दिन लाग्यो यहाँ माथिसम्म आउनुलाई ब्रदर त पहिला नै आइरहेको होइन यो टाइम हामीसँग आउँदा चाहिँ कस्तो भयो तपाईँलाई एक्सपिरियन्स एकदम खुसी लागिरहेछ हो इन्ट्रेस्टिङ है छुट्टै खालको अनुभव तपाईँहरूसँग अरूसँग छुट्टै खुसी खुसी होइन खुसी छु ठिक छ फेरि आइन्छ होइन ठिक छ नि आइन्छ अवश्य आइन्छ नि दिस इज नट गन बी द लास्ट वान होइन दिस गन बी वान अफ मेनी होइन तपाईँको लागि त तपाईँको लागि चाहिँ वान अफ मेनी हो है हाम्रो लागि चाहिँ वान्स इन अ लाइफ टाइमै हो मेरो लागि चाहिँ आई थिङ्क अरे न मेबी पछि आउँछु होला 40 का टिसी हो स्वागत फेरि आइन्छ होला नेक्स्ट टाइम फेरि हजुरसँगै आउनु पाऊँ होइन ओके एकदम म रेडी छु नेक्स्ट टाइम फेरि आउनुपर्छ एकदम म रेडी छु ओके थ्याङ्क यू सो मच यहाँसम्म हामीलाई ल्याइदिनु भयो तपाईँलाई एकदम धेरै धेरै धन्यवाद छ होइन तपाईँको जस हामीलाई मोटिभेट गर्दै ल्याउनु भयो माथिसम्म डिटर्मिनेसन होइन तपाईँको थ्याङ्क यू सो मच त्यस्तो धेरै मोटिभेट भन्दा नि अब तपाईँ पुस गर्नु हो नि हामीलाई राम्रो हिँड्नुभयो मजाले पुस गर्नुभयो राम्रो हिँड्नुभयो मजाले आइयो त्यस्तो कुनै समस्या थिएन हिकअप्स भएन होइन अब आउनसम्म जस मेन चाहिँ अब आउनलाई ठिक छ क्या होइन अब जान त लडीबडी जाम्ला होइन जस अब आइपुग्नलाई अलि होइन अप्ठ्यारो है जानलाई त अब जति तल गयो केही हुन्न माथि आउनलाई अलि समस्या त्यही त फाइनली आइयो थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू खुसी छौँ हामी सबै सब ह्याप्पी छ अब फोटोसोटो खिचौँ होइन चट्ट लाएर ल थ्याङ्क यू भेरी मच ल आइयो है हामी चाहिँ आज राति बस यहीँ हुन्छ हाम्रो त्यसपछि भोलि बिहान उठेर सनराइज हेर्नेछौँ अनि त्यसपछि वी गोना हेड डाउन तल कहाँसम्म पुगिन्छ लेट्सी सिन्नरसँग पुगिन्छ कि मिठो बस्न आइरहेछ भित्र दाल भात पाक्दैछ जस्तो छ होइन मिठो बस्न आयो नि त ब्रदर यता बाँसुरी बजाउने यता गीत गाउँदै भाडा गर्ने हो कति मजा हो ल साह्रै मिठो साह्रै मिठो साह्रै तातो चिया खाँदै हल्का एकछिन तास खेल्दै होइन पछाडिको भ्यू हेर्दै सक्यो रे के हो दुईजना तास सटासट गरे नि क्या
है कति गर्मी छ हौ एकदम गर्मी छ हेर नि त्यहाँ कस्तो ज्याकेट लगायो दुईटा ज्याकेट लाउने भयो क्या गर्मी छ साह्रै गर्मी छ अनि भित्र पनि लागेको छु क्या अर्को साह्रै गर्मी छ अनि टोपी त लाउनै पर्यो भित्र पनि अहिले त रातिभरि सुत्नै सकिन्न होला सिरक छाला उकिएर सबै निकालेर तात्काल कति डिग्री छ होला ओहो डब्बी है एक नाइट हामीले जस्ट यो भ्यू हेर्दै बिताउनु पर्छ अहिले भरे त ऊ पनि हुन्छ होला यार रात पऱ्यो भने त पुरै त्यो झिलिमिली त्यो स्टारहरू निस्किन्छ होला होइन हो त्यो ऊ त निस्किन्न है त्यो नर्दन लाइटहरू त देखिन्न होला नि त्यस्तो है बाहुबली आयो बाहुबली बिहिबार लु हामी चाहिँ अहिले हाम्रो होटलदेखि चेकआउट गऱ्यौँ मान्छेहरूलाई ड्रप गर्दैछ यार चप्परले त्यहाँ यार टुरिस्टहरू आउँदैछन् भर्खरै कोही चाहिँ अब यो ठाउँ चाहिँ अब होइन सबैको लागि हो क्या कोही मान्छे चाहिँ अब हिँडेर आउँछन् होइन कोही चाहिँ अब उडेर आउँछन् त्यस्तो छ हामी चाहिँ अब हिँडेर आइयो टुरिस्टहरू ल्याएको होला ड्रप गरेछ चप्पर कुन कम्पनीको रहेछ थ्याङ्क यू ओके थ्याङ्क यू यार ओ झन्डै यो पनि फेरि एउटा त हरायो यो पनि फेरि भयो भने त सकिन्न नि फेरि तल झर्न मात्रै सपोर्ट यो लट्ठीले मलाई एकदम सपोर्ट दिएछ यार एकदम हेल्प गर्यो मलाई यार यो लट्ठीले यहाँ माथिसम्म ल्याइदियो यार तर अलिक गाह्रै पर्थ्यो यसरी ट्रेकिङ आउँदा चाहिँ यो पोल चाहिँ ल्याउनु पर्दो रहेछ इट डज हेल्प a lot बिचरा बाजेहरू होला हिँड्न नसक्नेहरू चाहिँ यसरी हेली बुक गरेर आएको छन् होइन ग्रुपमा आयो नि तिनीहरू ग्रुपमा आएको छन् सो यो जुम यो भाइ के हो तिमी पनि हेलीमा जानु लाग्यो क्या हो तिमी जानु लाग्यो लु हामी चाहिँ अब अन्नपूर्ण बेस क्याम्पलाई चाहिँ बाई बाई भन्दै तलतिर लाग्दैछौँ सबै हिउँ यहाँ चाहिँ अब सबै फ्रोजन भएको छ क्या मुनि चाहिँ पानी छ तर सब माथि त फ्रोजन यस्तो छ तलैबाट आएको छ है त्यस्तै छ है अब यहाँ केही छिन्दो छ ओके सक्यो ग्रुपमा आयो भने चाहिँ ठिक छ है त्यसको लागि चाहिँ है ग्रुपमा आयो भने अलिकति लाइक अफोर्डेबल भयो नि त कति छिटो आएको यो एमबिसीबाट आउने बिहानै हिँडे जस्तो छ क्या यति टाढा आएर के गर्दै गर्छ दिनभरि तर हामी हिजो ठिकै टाइममा आयो होइन 1 साढे 1 मा आइयो ए ठिकै यताउता चिल गर्न पाइयो यिनीहरू अब आएर सुत्छ होला एकछिन अब यिनीहरू बिहानै हिँडे जस्तो छ थ्याङ्क यू फर भिजिटिङ सी यु अगेन यहाँ एकचोटि फेरि फोटो खिच्नुपर्छ होला अन्नपूर्ण बेस क्याम्प भनेर ल एक चिया पानी हो त यो अब अफिसियली साइनिङ अफ फ्रम एबिसी अब तल पुगिन्छ एमबिसी होइन माछा खुस्री बेस क्याम्प पुगिन्छ त्यसपछि चाहिँ हल्का खानासाना खाएर खाना भन्दा नि चिया खाएर तल झरिन्छ त्यसपछि चाहिँ सिधै मेबी हिमालयमा एकछिन रोकिन्छ कि कफी सफी जिन्नुवाको चिया खाना स्पेसल टी सरी चुम्रुङ टी म त जिन्न छुम्रुङ टी खाना पर्छ तल गएपछि चाहिँ दामी मिठो रहेछ त्यो चाहिँ
रमाइलो छ ओस ल त्यसलाई चिसो भएन त्यसलाई साडी लाउनु लायो क्या त्यसले यहाँ चाहिँ प्रायः त्यही गर्दो रहेछ है आउने साडी लाउने अनि होइन जाडो नहुँदो रहेछ मान्नै पर्छ क्या हाम्रो अहिले घाम लागेर चाहिँ हल्का हेलो हल्का घामले चाहिँ हल्का थामिरहेछ नत्र त अबि चिसोले सकिँदैन रहेछ नि ओल्ड फर्किन हजुर गर्मी भयो है बिहान चिसो थियो अहिले चाहिँ गर्मी भयो क्या घाम आएर दामी छ कि अब के गर्ने अब यो हामीले क्यामेराले खिचेको भन्दा यो आँखाले हेरेको होइन छुट्टै छ क्या हामीले यहाँ आँखाले देखेको र यो क्यामेराले त जस्टिफाई गर्नै सक्दैन कि यो नेचुरल ब्युटीलाई चाहिँ यार के भन्ने अब क्यामेराले क्याप्चर गर्नै सक्दैन क्या यस्तो दामी छ क्या हाम्रो भाइ आजको मोडल हो कि एबिसीको मोडल हो कि हाम्रो भाइ चाहिँ उहाँलाई चाहिँ टिकटकमा लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु फलो पनि गरिदिनु है सबैजनाले राइजिङ स्टार हो उहाँ चाहिँ उस्तै पऱ्यो नि ताल पऱ्यो नि डान्स पनि हानिदिनुहुन्छ है चाहिँ अब जस यहाँ माथि चाहिँ टिकटकरहरूसँग आइएछ टिकटकहरूसँग आइयो भने चाहिँ यस्तै रहेछ बेला बेलामा ठाउँ ठाउँ रोक्दै फोटो खिच्दै ठिकै छ रमाइलो हुन्छ यही त छ नि रमाइलो यस्तो पवित्र ठाउँलाई तपाईँले दूषित बनाउने यस्तो छ है अब के भन्ने अब यस्तो मान्छेहरू सकिएन हो सकिएन ओह क्या दामी यार फोटोसोटो खिच्यो लेकको अब हल्का अगाडि बढिन्छ तलतिर लागिन्छ अब छुट्टो लगाएर पुरै फ्रोजन छ क्या लेक त पुरै फ्रोजन छ ल पुरै फ्रोजन छ कि ल पुरै फ्रोजन छ कि वाह जाडो अब चाहिँ लागिन्छ है अर्को साइड अनि यो फुटेजलाई त अनि एडिट गर्नै पर्दैन नि यत्तिकै नेचुरल होइन नो फिल्टर निडेड ल जाउँ होइन बरफ लिनुहुन्छ दाजु बरफ थ्याङ्क यू भेरी मच ठिक छ लु माछापुछ्रे बेस क्याम्प त्यहाँ तल छ हामी चाहिँ अब तल झर्दैछौँ चिप्लेको यार ए आमा अघि त पानीमा बसेँ नि त म 12 बजी त पुगिन्छ सिनमा रेकर्ड छ आज डे 4 होइन आज ओ यार डे 4 यार आज यार ड्याम है 4 दिन हिँड्यो ल हामी चाहिँ अहिले हिमालयमा छौँ होइन भात खाइन्छ दाल भात तपाईँको स्पेसल चटपटे कस्तो लाग्यो मिठो छ पाउनु है एकछिन कस्तो छ मिठो छ एकदम मिठो छ एकदम
जेम यस के छ सबै कति मिठो छ छ कि डिडीको हाटै मिठो हो यस्तो छ लाइल चटपट खाने हुन्छ है ट्राई नेपाल आएर फर्स्ट चटपट यार रियली ओ कस्तो छ मिठो छ एकदम त्यो ढाडे उकालो आएर पानी छैन थुक पनि सकियो यार त्यो उकालो छ हेर्नु न 18 उकालो 5 मिनट तलदेखि माथि आउन ए कति गाह्रो भयो डेन्जर गाह्रो रहेछ ओहो हिजो आउँदा त्यो बाटो सजिलै थियो नि ओह्रालो जाँदा ठ्याक्क 9 बजेको 9:30 बजेको घामले दाइलाई यो उकालोमा खाने भयो गाह्रो त भएन नि दाइ भएन यस्तो सजिलो छ यार सजिलो काटिन्छ उकालो पसिना त आउँदै आउँदैन एकदम भेरी इजी छुम्रुङको हो ओ दामी देखेको पछाडि हिमालय ट्याक्कै यसकै पछाडि हामी है हामी यसको पछिबाट यो माछा पछाडि फेल भयो नि यो छुम्रुङको उकालो साह्रै गाह्रो रहेछ होइन एकदम सजिलो छ सजिलो हो एकदम भेरी इजी भर्खर खाना खाएर हो क्या ब्रेकफास्ट टन्न खायो त्यही भएर अलिकति ल त सहिलै छ अलिकति ठाडो मात्रै हो ठाडो त्यही होला 4-5 स्टेप्स होला त्यो त केही पनि होइन नि मेरो लागि कुदिहाल्छु म त इस्कुस ओहो छुम्रुङको उकालो कटेपछि दाइ यति खुसी आम्मा हेर्नु त खुसीले हाम्रो 1 किलो 550 स्याउको 300 सुन्तलाको 250 गर्दा 550 महँगो बोकेर ल्याउनु पर्दैन हजुर 2 वर्षमा त चन्द्रमामा घर बनाउनुहुन्छ पाइट किनिसक्नुपर्छ अरे चाहिँ अनि 500 रुपियाँ ठिकै हुन्न महँगो छ स्याउको ल है हाम्रो आजको रुम चाहिँ यस्तो छ रुम विथ द भ्यू भन्छ गरेर यसलाई सरी सर बिहार